पहिला यो भिडियो हेर्नुहोस् होइन, तपाईँले चाहिँ सही लाग्छ कि उहाँले सोधेका क्वेसनहरू चाहिँ उहाँले भनेको कुरा चाहिँ एकदम ठिक छ। भन्दै यत्र क्यामेराले खिचिरहेछन् त्यो तपाईँको लागि राम्रो कुरा हो र यहाँ पछाडिबाट चामल दिनुपर्छ भन्ने यस्ता तल्लो स्तरका कुरा बोल्ने मान्छेहरू लिएर हिँड्नुभयो भने चुनाव हार्नुहुन्छ। कम्तीमा यस्ता प्रश्नको सामना गर्न नसक्ने हुतियाराहरू बोकेर नहिँड्नु होला। उहाँले जुन कुरा भन्दाखेरि क्यामेरा जुन सोसियल मिडियाको हाइप छ अहिले, जोसुकै मान्छे नि हिरो भइरहेको छ होइन, जोसुकै मान्छे मै हुँ भन्छ। 1 लाख 2 लाख फलोवर्स ल्याएको छ, पोस्टहरू हालेको छ, अनि समाजभरको गाउँ ठाउँभरको टोलहरू भरकोहरू हालेको छ, अनि उनीहरूको चर्चा छैन। कुरा यहाँ नयाँ पुरानो भन्ने भएन कि जसको विचार राम्रो छ, जसले चाहिँ समाजको लागि राम्रो गर्छ, त्यो मान्छे यदि आउँछ भने त्यो मान्छेलाई जित्दा कुनै असर पर्दैन होइन। जस्तो मैले भने नि पत्रो पछाडिबाट कसले भनेर चामल लिएर आउने त भने, जहाँसम्म अहिले चाहिँ नेपालमा चाहिँ सबै मान्छे आफूले कमाएर आफ्नो परिवारलाई धान्न सक्ने अवस्थामा छ, चाहे त्यो विदेशमा हुन्, जहाँसुकै दुःख गरेर नि खान सक्ने अवस्थामा छन् होइन। कोही विदेशमा छन्, कोही नेपालमै काम गरेर खान सक्ने अवस्थामा, जस आफ्नो 2 हात मुख माग्न सक्ने अवस्थामा छ। कुरो रह्यो यहाँ नयाँ पुरानो या भन्ने त हो, अहिले मेन ध्रुवीकरण भनेको त्यही नयाँ पुरानो। नयाँमा नि कुनै मान्छेहरू चाहिँ यस्ता छन् होइन, जुन स्वार्थको लागि मात्रै जोड्या यसो हेर्दाखेरि सरसरी हेरेको स्वार्थ, उनीहरूको स्वार्थ कसैको के स्वार्थ छ, कसैको के स्वार्थ छैन, मात्र स्वार्थ छ, अरू केही पनि छैन। कुनै पुराना नि राम्रा छन्, सबै नराम्रा त छैन नि त। उनले नि गरेकै हो, केही गरिनु चाहिँ भन्नु मिल्दैन, गरेकै हो। तर समस्या कहाँ आयो भन्दाखेरि भ्रष्टाचार रोकेन भन्ने मात्रै त हो होइन, भ्रष्टाचारमा आफ्ना पढाए मान्छेहरूलाई माथि उठायो भन्ने मात्रै हो।